कुनै पनि टिमको डिसिजन र व्यवस्थापनको जवाफदेहिता नहुँदा खेलाडीमा कन्फिडेन्स कसरी घट्छ र खेलाडीले खेलमा ध्यान किन दिन सक्दैनन् भन्ने कुरा नेपाली क्रिकेटमा आज एउटा घटनाले प्रमाणित गरेको छ। हो, म कुरा गर्दैछु कर्णाली प्रदेशबाट राष्ट्रिय क्याम्पमा पर्ने पहिलो खेलाडी अनुज चनराको। उनको बलिङ कन्फिडेन्स पनि एकदमै हाई थियो किनकि उनी दबामा पनि राम्रो बलिङ गर्थे। 2-3 वर्ष भएको रहेछ। उनलाई टिम र व्यवस्थापकहरूबाट गरिने व्यवहार, म्याचमा प्राप्त हुने सहानुभूति एकदमै कम रहेछ र सुरुमा उनले 2-3 विकेट लिए पनि 50 ओभरको खेलमा उनलाई 3-4 ओभर भन्दा बढी नदिने रहेछ भने कुनै खेलमा विकेट नलिएमा 2-3 खेलसम्म चान्स नपाएका पनि रहेछन्। यो कुरा कोच र कप्तानसँग गर्दा स्पिन ट्याग छ भन्ने कुरा गरेर उनलाई टार्दै आएका रहेछन्। कप्तानसँग जति रिक्वेस्ट गरे पनि माथिको आदेश छ, मैले केही गर्न सक्दिन भन्ने कुरा गरेका रहेछन्। आज त्यही खेलाडीले कर्णाली प्रदेशबाट म आफ्नो क्रिकेटको यात्रा टुङ्ग्याउँछु भन्दैछन्। यो कुरामा सम्बन्धित निकायको ध्यान जान एकदमै जरुरी छ। कर्णाली प्रदेशले हिरा गुमाए बराबर भयो।